नमस्कार। नेपालको बजेट 2083-84 सार्वजनिक भएको छ, तर धेरैको मनमा एउटै प्रश्न छ, यो बजेट वास्तवमा शक हो कि रिलिफ? आउनुहोस् मुख्य व्यवस्थाहरूलाई संक्षेपमा बुझौं। सबैभन्दा पहिले बिजुलीको विषय। सरकारले विद्युतीय ऊर्जाको प्रयोग बढाउन प्रोत्साहन गरिरहेको छ, तर निश्चित सीमाभन्दा माथिको विद्युत उपभोगमा VAT लाग्ने व्यवस्थाले उपभोक्तामाझ मिश्रित प्रतिक्रिया ल्याएको छ। यसले घर तथा उद्योगको बिजुली खर्च बढ्न सक्ने अनुमान गरिएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि नयाँ कर व्यवस्था प्रस्ताव गरिएको छ। निजी विद्यालय र निजी अस्पतालका सेवामा 3% कर लाग्ने भएको छ, जसले सेवा उपभोगकर्ताको खर्च बढ्न सक्ने देखिन्छ। यता तलबभोगी कर्मचारीका लागि भने राहत देखिएको छ। कर संरचनामा गरिएको संशोधनपछि वार्षिक 10 लाख रुपैयाँसम्मको आयमा 1% मात्र कर लाग्ने व्यवस्था गरिएको छ। मध्यम वर्गका लागि यो सकारात्मक समाचार हो। राइड सेयरिङ सेवा पनि अब करको दायराभित्र आएको छ। VAT र TDS लागू भएपछि पठाउ तथा इनड्राइभ जस्ता सेवामा प्रत्यक्ष प्रभाव पर्नेछ। व्यवसायी तथा करदाताका लागि कम्प्लायन्स सम्बन्धी दायित्व पनि बढेको छ। नगद कारोबार सीमा, बिलिङ अनुशासन र डिजिटल रिपोर्टिङमा थप कडाई गरिएको छ। लगानीकर्ताका लागि दीर्घकालीन लगानीमा कम र छोटो अवधिको कारोबारमा बढी पुँजीगत लाभकरको व्यवस्था कायम गरिएको छ। यसका साथै दानमा करकट्टी सुविधा बढाइएको छ। बैंक तथा वित्तीय क्षेत्रका केही विद्यमान सहुलियतहरू कायम राखिएका छन्। धारा 57 सम्बन्धी राहत तथा मृत्यु पश्चात सम्पत्ति हस्तान्तरण सम्बन्धी व्यवस्थालाई निरन्तरता दिइएको छ। करदाता राहतका लागि जरिवाना तथा ब्याज सम्बन्धी केही व्यवस्थाहरू पनि समावेश गरिएको छ। रिटर्न नबुझाएका करदातालाई अवसर दिने तथा बक्यौता कर, VAT र फाइलिङ सम्बन्धी राहतका व्यवस्था प्रस्ताव गरिएको छ र स्टार्टअप तथा व्यवसाय प्रवर्धनका लागि विशेष प्रोत्साहनका व्यवस्थाहरू पनि समावेश गरिएका छन्। समग्रमा हेर्दा उपभोक्ताका लागि केही चुनौती, व्यवसायीका लागि थप जिम्मेवारी, स्टार्टअपका लागि अवसर, तलबभोगी कर्मचारीका लागि राहत र लगानीकर्ताका लागि दीर्घकालीन सोचलाई प्रोत्साहन गर्ने सङ्केत देखिन्छ। त्यसैले बजेट 2083-84 लाई पूर्ण रूपमा शक वा पूर्ण रूपमा रिलिफ भन्न सकिँदैन। यसमा दुवै पक्ष छन्। तपाईको विचारमा यो बजेट कस्तो लाग्यो, शक कि रिलिफ? कमेन्ट गरेर आफ्नो धारणा अवश्य साझा गर्नुहोस्। धन्यवाद।